अब राम भारतको, कृष्ण भारतको, ब्रह्मा भारतको, विष्णु भारतको, हनुमान भारतको, लक्ष्मी भारतको, सरस्वती सबै भारतका। अब यहाँ यत्रो चाहिँ बुद्ध जन्मिएको ठाउँमा चाहिँ वास्ता नहुने, अनि यहाँको चाहिँ किराँतको चाहिँ टागेरानीमा भुमाङ भन्यो मुन्दुङ छुट्टै छ, किराँत धर्म छुट्टै छँदैछ, खसको पनि मस्त धर्म भन्ने छुट्टै छँदैछ। अब तामाङको, गुरुङको, मगरको, अब आदि जति नेवारहरूको पनि तपाईँको बुद्ध धर्म छँदैछ। अनि हिजो 12औं शताब्दीमा छिरेर आउनेले म यो लाउँछु भने घुर्किएर मरे मर्छ नि त, डराउने कुरा आउँछ भने कोही मर्छ भने त राम्रो भन्न त सकिँदैन, सकिन्छ। अर्काका मुलुकमा, अर्काका देशमा हिजो आएर म मेरो लाउँछु भन्छ भने हिन्दू धर्म कहिले, हिन्दू भन्ने शब्द ब्रिटिसले चाहिने जब इन्डिया छोडेर जाँदाखेरि 1947मा पाकिस्तानमा हिन्दुस्तान भनेर छुट्याउँदाखेरि त्यसैबाट चाहिँ धर्म पनि गराइएको। त्यो धर्म यो नेपालको होइन, नेपालका ऋषि पनि होइन, धर्म पनि होइन। अब उनीहरूले यदि नेपालमा हेर्नुहोस्, राईले शासन गरो, लिम्बूले शासन गरो, तामाङले गरो, गुरुङले गरो, नेवारले गरो, सुनारले गरो, शेर्पाले गरो, कोचिलाले गरो, मिथिलाले गरो, यादवले गरो, तपाईँको त थारूले गरो, खसले गरो, कसले गराइन्छ? उनीहरूको मात्रै छैन। त्यो 2200-2400 राज्य हुँदाखेरि छिरेका हुनाले अनि उनीहरूको चाहिँ राज्य छैन। अब अहिले चाहिँ नि छेत्रीलाई चाहिँ जनाइदिएको, त्यो जनाइको चाहिँ बदलामा उसले तगर शासन भनेर छेत्रीले छोडिदियो। अब कस्तो शास्त्र लेखियो भनेदेखि चाहिँ यो जनाइ चाहिँ भगवानलाई आएको भनेर जनाइ र शिखा र सूत्र भन्दा क्या टुपी र टुपी पाल्ने त अब खसको पहिलादेखि थियो होइन। अब तपाईँको त चाहिँ हामी कमजोरी भएकाले पो त यो खस कमजोरी भयो। राई, लिम्बू, तामाङ, गुरुङ, मगर, नेवार, सुनार, शेर्पा कमजोरी भएर उसलाई दर्शन गरेर भगवानको सन्तान भनेर मानेर अब लुगा जस्तो युद्ध के हुँदो रहेछ त, अब भोलि को रहन्छ को रहँदैन त नि। यहाँ जो मान्छेले यो भूमि फाँडो, यो भूमि फाँडेर आबाद गरो, त्यो मान्छेले पो माया छ त। ऊ हिजो आएको मान्छेले के माया छ, जे गर्छ त्यो हुन्छ। बराबर जाति हुने भूमि फाल्ने भने भूमि फाल्ने त राई, लिम्बू, तामाङ, गुरुङ, मगर, सुनार, शेर्पा, अब कोचे, मेचे, धिमाल, थारू, अब खस उनी त यो भूमि, यो चाहिँ भूमिलाई फाँडेर आबाद गर्न तिनीहरू हुन्। अब उनीहरूले इतिहासै छैन नि, कान्या कुन्याको इतिहास ल्याउँछन्, अब उज्जैनको इतिहास ल्याउँछन् बाहुनहरूले, अनि ईश्वरका सन्तान भन्छन्, भारतको इतिहास पढ्छन्। भारतको चाहिँ हिन्दू धर्म भन्ने त भारतमा पनि त्यो तपाईँको चाहिँ सर्वोच्च अदालतले 1995 कतिमा चाहिँ यो हिन्दू धर्म तपाईँ होइन यो जीवन पद्धति हो भनेर फैसला गरिदिएको छ सर्वोच्चले। यहाँ चाहिँ अब हिन्दू धर्म र वैदिक धर्म यो वेद पनि विज्ञान होइन। किन होइन भन्नुहुन्छ नि, यदि वेद विज्ञान हुन्थ्यो भने त्यो गोराको, गाई खाने मुलुकको त्यो गोराहरूको चाहिँ अब सबै कुरो खाने, त्यो चाहिँ कुनै भेदभाव नगर्ने, जात व्यवस्था नभएको ठाउँको चाहिँ इङ्ग्लिस किन पढ्नु पर्थ्यो, हिसाब किन गर्नु पर्थ्यो त? यही